कछुवा र खरायोको कथा त तपाईले सुन्नुभएकै छ नि। खरायो छिटो दौडिन्थ्यो, कछुवा बिस्तारै हिँड्थ्यो। सबैले सोच्थे खरायो नै जित्छ, तर अन्त्यमा जित कसले गर्यो? कछुवाले। किन? किनकि उसले दौडमा नहल्ला गर्यो, नदेखावा गर्यो, ऊ बस नरोकी, बिस्तारै भए पनि अघि बढिरह्यो। जिन्दगी पनि यस्तै हो, जो धेरै हल्ला गर्छ, छिटो देखाउन खोज्छ, ऊ बीचमै थाक्न सक्छ। तर जो शान्त भएर हरेक दिन सानो पाइला चाल्छ, उही अन्त्यसम्म पुग्छ। कछुवाको सिद्धान्त के हो भने अल्छी नबन्नुहोस्, तर हतार पनि नगर्नुहोस्। हरेक दिन एक सानो काम गरिरहनुहोस्, एक सानो पाइला मात्रै। मानिसहरू तपाईलाई देखेर हाँस्न सक्छन्, भन्न सक्छन् यो कहाँ पुग्ला र, तर उनीहरूलाई थाहा हुँदैन शान्त मेहनत नै सबैभन्दा बलियो हुन्छ। यदि आज तपाईलाई लाग्छ कि म ढिलो छु भने चिन्ता नगर्नुहोस्। ढिलो हुनु हार होइन, रोकिनु नै साँचो हार हो। सम्झनुहोस्, जित छिटो कुदेर होइन, लगातार हिँडेर मिल्छ। त्यसैले कछुवा बन्नुहोस्, सुस्त तर कहिल्यै नरोकिने। यो भिडियो साँचो लाग्यो भने एउटा लाइक गरेर मेरो हौसला बढाइदिनुहोस् र यस्तै साँचो कुरा सुन्न चाहनुहुन्छ भने अहिले नै फलो गर्नुहोस्।